दरबार जाने बाटो चाहिँ यो त गएको तपाईँको ठुलो रुख त डन्नै रहेछ ठुलो रुख कतिवटा चाहिँ कति हुँदैन एउटा चाहिँ त्यो भयो पनि यहीँको खेती गर्नेहरूले आफू खान्छ दरबार देख्दैछ है मान्दाजी तर यहाँ भएको छ दरबार गाडी कहाँसम्म जान्छ गाडी मान्दाजी दरबार आइपुग्यो त के हो बच्चाहरूलाई त फसाइदिँदो रहेछ नि त यहाँ त विध्वंस हान्छ त हिजोक छ है दरबारको रक्षा गर्नु बसेको हनुमान सिद्ध गणेश सुतौती ए ल जाउँ त जाउँ दरबारको यता यहीँबाट घुम्नु पाइयो नि त पहिला चाहिँ भोत्रे झाझा भएको थियो भर्खर कति डेढ वर्ष भयो होला 2 वर्ष भयो यो भनेको म्युजियममा राखेको यहीँको सामानहरू सबै यहाँको सामान हजुर यहीँको सामान सबै राखेको म्युजियम बनाएको तर यहाँ देखिँदैन अब नदेखिने रहेछ नि देखिँदैन मैले भने त नि भनेको थिएँ त पुरै
मौसमले पुरै च्यालेन्ज गर्यो नि त अहिले त ऊ हुरुरुरुरु आकाश हो लाइसँग अब सर्लक्क 0.5 मा यसरी छ नि तल आएपछि छ के हो यार यता पूजाआजा गर्ने ठाउँ रहेछ के हो यो जुत्ता चप्पल मनाइ छ अरे नि त राख्नु पाइँदैन भने चप्पल पुगाल्नु पर्दैन यो ऊ हो क्या यो ढुङ्गा अस्ति पत्रिका पनि आएको थियो नि यो ढुङ्गा शालिग्राम ए अँ त्यो अस्ति लिएर आएको त यहीँ पो हो क्या हो अनि लिएर बाउबानी कहिले पालदेखि ल्याएर राखेर कति करोड दिन्छु भनेर भनेको थियो उसले अलिक पैसा बढी पैसा माग गरेर सुधारमा मिलेर सुधाइदिनु ए बिहान पूजा गर्ने यही हो दर्शन गर्ने यही हो चढाउने हो क्या बलिहरू दिन्छ नि यसमै बलि यहीँबाट हो र के यहीँबाट दर्शन यहाँसम्म जान पाइन्छ हो पानी त ठुल्ठुलो पऱ्यो त सक्यो मन्दिर दर्शन सक्यो यहाँ भित्र दुईवटा है सानो बेलामा भाडा थियो भने झरेर यो पनि यो भित्र गुफा जस्तो छ क्या त्यही भित्र छिराएको थियो क्या पृथ्वीनारायण शाह हेर्ने हो त्यहाँ हेर्ने हो पानी त लोत पर्न लाग्यो नि त फेरि यहाँबाट कुद्ने हो नि त अहिले यही भित्र हो क्या त्यो ताल त लाग्यो नि त्यही भित्र पृथ्वीनारायण शाह लुकेको ठाउँ यही हो रे लोत फर्काउँछ त्यहाँ पानी हेर्नु न अघि
दरबारमा पानी परिसक्यो गाइस दरबारमा पुरै पानी पर्यो हनुमान बाजे यार पानी परिगयो नि पानीले स्वागत गरे हामीलाई बवाल पानी पर्यो हेर कस्तो भीषण पानी परेको गोर्खा दरबारमा जो पानीले स्वागत गरेको छ है गाई चाहिँ ल यहाँ 4 जना छौँ होइन खै